प्यालेस्टाइनी सशस्त्र समूह हमासको सशस्त्र शाखा कसम ब्रिगेडले गाजामा बन्धक बनाएका 47 जनाको तस्बिर एक विदाईको पोस्टर सार्वजनिक गरेको छ। इजरायली सेनाले गाजा सहरमा आफ्नो सैन्य कारबाही तीव्र बनाइरहेको बेला हमासले शनिबार पोस्टर सार्वजनिक गरेको हो। हमासले सार्वजनिक गरेको पोस्टरमा जीवित र मृत सबै बन्धकहरूको अनुहार देखाइएको छ। प्रत्येक बन्धकहरूको तस्बिर मुनि सन् 1986 मा लेबनानबाट बेपत्ता भएका इजरायली वायुसेनाका पाइलट रोन अरादको नाम लेखिएको छ। अरादको अवस्था आजसम्म अज्ञात छ र उनलाई मृत मानिन्छ। यस साङ्केतिक चेतावनी मार्फत हमासले यदि इजरायलले सैन्य कारबाही नरोकेमा सबै बन्धकहरूको नियत पनि रोन अरादको जस्तै रहस्यमय र दुःखद हुने मनोवैज्ञानिक दबाब दिएको छ। यसबाट हमासले बन्धकहरूको सम्भावित क्षतिको दोष बेन्जामिन नेतान्याहु र सैन्य प्रमुख इयाल जमिरमाथि थुपार्ने खोजेको स्पष्ट देखिन्छ। यति बेला इजरायलमा बन्धकहरूको रिहाइका माग गर्दै दशौं हजार मानिसहरू देशव्यापी प्रदर्शन गर्ने तयारीमा रहेका छन्। बन्धकका परिवारहरूले निरन्तर आफ्नो प्रियजनको जीवनलाई झनै खतरामा पारेको भन्दै सरकार विरुद्ध प्रदर्शन गर्दै आएका छन्। कृषि पढ्नका लागि इजरायल पुगेका विपिन जोशीलाई हमासले सन् 2023 अक्टोबर 7 मा अन्य विदेशी नागरिकसँगै गाजामा लगेर बन्धक बनाएको थियो। त्यसयता उनको अवस्थाबारे कुनै विश्वसनीय जानकारी सार्वजनिक भएको थिएन। हमासले जारी गरेको यो पछिल्लो तस्बिरमा उनको उपस्थितिले उनी हालसम्म जीवित रहेको सङ्केत गर्न भए पनि हमासले चेतावनी उनको सुरक्षामाथि झनै खतरा बढाएको औँल्याएको छ। नेपाल सरकारले उनी रिहाइका लागि निरन्तर कूटनीतिक पहल गरिरहे पनि कुनै ठोस नतिजा अहिलेसम्म आउन सकेको छैन। इजरायली तथ्याङ्क अनुसार अक्टोबर 7 मा 251 जनालाई बन्धक बनाएकोमा हालसम्म 47 जना हमासको कब्जामा छन्, जसमध्ये 25 जनाको मृत्यु भइसकेको इजरायली सेनाले बताएको छ। करिब 20 जना मात्र जीवित रहेको विश्वास गरिएको छ। हमासले भने बारम्बार इजरायली आक्रमण र स्थलगत आक्रमणले बन्धकहरूको जीवन खतरामा पार्ने चेतावनी दिँदै आएको छ।